प्रसङ्गमा अब आजको अर्को विषय प्रस्तुत गरिहाल्छु। सर्लाही बरथवाकी निर्मला पन्त मैनाली र उनको परिवारले जालझेल गरी एक महतो परिवारको जमिन र पैसा हडपेको भन्ने प्रसङ्गमा नयाँ तथ्यहरू फेला पर्दै गएका छन्। मैनाली परिवारबाट ऋण लिन धितोको रूपमा पास गरेर जमिन दिएकोमा त्यसलाई उनीहरूले जालझेल गरी हडपेको दावी भागनारायण महतो र उनकी पत्नी उमा कुमारी देवी महतोको छ। मैनाली परिवारले महतो दम्पतिसँग कुनै नगद लेनदेन नभएको सोझै जग्गा किनबेच भएको दावी गरेको थियो, तर मैनाली परिवारको यो दावी हामीलाई प्राप्त अडियो प्रमाणले झुटो रहेको देखाउँछ। निर्मला पन्त मैनाली आफैले ऋण दिनु अघि धितोको रूपमा जग्गा आफ्नो नाममा राखेको भनेर बोलेको अडियो रेकर्ड नै भेटिएको छ, जसबाट मैनाली परिवारको नियतमा शंका उब्जिएको छ। प्रमाण अरू पनि छन्, हेरौं यो फलोअप रिपोर्ट। सर्लाही बरहथवाकी निर्मला पन्त मैनालीले उमा कुमारी देवी महतोलाई ऋण दिएको भन्दै उमाको परिवारले थप तथ्य उपलब्ध गराएको छ। पीडितले उपलब्ध गराएको 24 सेकेन्डको एउटा अडियोमा जग्गा तपाईको नाममा कसरी गयो भनेर सोधिएको प्रश्नमा निर्मलाले आफूले ऋण दिएको र त्यसबापत जग्गा धरौटीमा राखेको बताएकी छिन्। यो अडियो सुन्नुहोस्। तपाईको नाममा कसरी गयो? के लिएको होइन भने कसरी गएन? पैसा सुरुमा त पैसा दिएपछि जग्गा दिएको धरौटी राख्यो हो नि, पैसा त लिँदै दिँदै गर्दा हिसाब किताब गर्दै जाँदाखेरि धरौटीको काज हाम्रो सबै पैसा लेनदेन भयो। अडियोबाट यसअघि निर्मलाको परिवारले उमालाई ऋण दिएको छैन भनेर गरेको दावीलाई खण्डन गरेको छ। भागनारायणका अनुसार निर्मलाको परिवारलाई नगद रकम नै बुझाएको हुँदा प्रमाणका लागि यस्तै केही अडियो क्लिपहरू उनको छोरीले रेकर्ड गरेर राखेकी थिइन्। यसअघि हामीले कार्यक्रमको 1464औं एपिसोडमा निर्मलाको परिवारले उमालाई 2072 सालमा 1,50,000 रुपियाँ ऋण दिएर 10 कट्ठा जमिन र झण्डै 65 लाख रुपियाँ असुल गरेको पीडित दम्पतिको दावी सहितको रिपोर्ट प्रसारण गरेका थियौं। हामीसँगको कुराकानीका क्रममा निर्मला र उनका छोरा निशान मैनालीले उमाको परिवारसँग ऋणको कुनै कारोबार नभएको भन्दै जग्गा बेच्न खोजेपछि आफूले सरकारी दर अनुसार सिधै जग्गा किनेको भनेर गरेको दावी पनि प्राप्त अडियो कुराकानीको अंशबाट झुटो प्रमाणित भएको छ। ऋणको कुरै छैन के दाइ, यताउति केही कुरै छैन कि बकाइदा उनीहरूले जग्गा जमिन बेच्ने भनिसकेपछि जग्गा जमिन किने हो कि हामीले त्यतिखेरको चलती रेटमा के कसो हालेर। त्यसै गरी तत्कालीन समयमा नगरपालिकामा भएको छलफलका क्रममा पनि कारोबार हुँदा साँची भनिएका ऋषि महतोले उमालाई 10 लाख रुपियाँ नगद दिएको दावी गरिरहेका छन्। 2 मिनेट 17 सेकेन्डको उक्त भिडियोमा कारोबार हुँदा लेखनदास को थियो भनेर सोद्धा उनले लेखनदास पशुपति रहेको बताएका छन्। जग्गा बापत 2 पटक गरेर 10-10 लाख रुपियाँ र बाँकी 5 लाख गरी 25 लाख रुपियाँ लिएको उनको दावी छ। यो सुन्नुहोस्। पैसा लिएको ब्याजमा लिएको 10 लाख कति दिएको? 10 लाख तपाईको सामने 10 लाख पैसा गरे हो। 10 लाख अनि त्यो लेखनदास को थियो? 5 लाख चाहिँ जग्गा पास भएपछि दियो कि पहिले दियो? 5 लाख जग्गा पछि दियो। त्यो जग्गा पास भएपछि पछि दियो अनि 10 लाख पहिला तपाईँ हुनुहुन्थ्यो, पछि 10 लाख जग्गा पास भयो त अनि 5 लाख पछि दियो। 25 लाख चाहिँ मलाई। तर त्यसपछि लेखनदास रहेका भनिएका पशुपतिले उनको उक्त दावीलाई अस्वीकार गरेका छन्। अर्थात् नगरपालिकामा भएको छलफलमा साँची भनिएका ऋषि महतोले कागज बनाउने लेखनदास पशुपति रहेको बताएका थिए, तर लेखनदास भनिएका पशुपतिले नै त्यो बेला पैसाको कारोबार नै नभएको बताएका छन्। जसले कागज बनायो उसैले पैसाको कारोबार नभएको भनेर जवाफ दिएपछि साँचीका रूपमा अघि सारिएका ऋषि महतोले बोलेका कुरा पनि झुटो नै देखिन्छ। लेखनदास पशुपतिले बोलेको यो पनि सुन्नुहोस्। पैसा चाहिन्छ नि त्यो काम गर्ने भनेपछि तपाईँका कागज गर्दाखेरि पैसाको लेनदेन भएको यस्तै मालपोत कार्यालयले 2074 साल असोज 25 गते उक्त जग्गा उमाको नाममा प्रमाणीकरण गरेको छ, तर सोही जग्गा फेरि 4 दिनपछि असोज 29 मा पनि उमाकै नाममा प्रमाणीकरण गरेको छ। अर्थात् 4 दिनको अन्तरमा 2 पटक उमादेवीको नाममा रहेको जग्गा प्रमाणीकरण एउटै कार्यालयले गरेको छ। उमादेवीले आफ्ना दाजुको नामबाट लिएको जमिन 4 दिनपछि निर्मला पन्त मैनालीको नाममा गएको पनि विवरणमा देखिन्छ। पीडित पक्षले जग्गा नामसारी भएर आएको 35 दिन नकटी तेस्रो व्यक्तिको नाममा पास गर्न कानूनले नै दिँदैन भने यस्तो काम कसरी भयो भनेर प्रश्न उठाएको छ। जग्गा धनी प्रमाण पूर्जाका यी 2 विवरण हेर्नुहोस्।
एउटै व्यक्तिको नाममा एउटै जग्गा दुई पटक प्रमाणीकरण गरेका यी दुईवटा लाल पूर्जाको विषयमा समेत भागनारायणको परिवारले आशंका व्यक्त गरेको छ। न्याय नमिलेसम्म घर नफर्किने अडान लिएका पीडित दम्पति विगत 3 सातादेखि काठमाडौँमा छन्। यसबीच उनीहरूले कानून मन्त्री शोभिता गौतम र तत्कालीन गृहमन्त्री सुदन गुरुङदेखि विभिन्न सांसदहरूसँग समेत न्यायको गुहार मागेका छन्। सांसददेखि मन्त्रीहरूबाट न्याय दिलाउने आश्वासन पाएका पीडित दम्पति गत मंगलबारबाट भने माइतीघर मण्डलामा धरना दिइरहेका छन्। दर्शकहरू, यसअघि हामीले दुवै पक्षको भनाइलाई राखेर एउटा विशेष रिपोर्ट प्रस्तुत गरेका थियौं र तर अहिले भने यो महतो परिवारलाई सुकुम्बासी बनाउने मैनाली परिवारका जे जति दाबी थिए त्यसलाई खण्डन गरिरहेको छ। थप प्रमाण सहितका विषय हामीले देखाएका छौं। अन्य प्रमाण पनि आएको छ। निर्मला पन्त मैनाली आफैले के भनेकी छन् भने धितोका लागि यो जग्गा लिएको हुँ भनेर अडियो रेकर्ड नै हामीलाई प्राप्त भएको छ। यसका थप अन्य प्रमाणहरू पनि हामीलाई प्राप्त हुने क्रम जारी छन्। ती विषय सहितको फलोअप रिपोर्ट हामी देखाउनेछौं। आजको अर्को